हेलो हेलो, के छ हजुरहरूको खबर? आयो ठिकै होला। अनि तपाईँलाई थाहा नहोला, आज चाहिँ मेरो बर्थडे थियो। दिनभरिमा एकचोटि पनि भिडियो पोस्ट गर्न भ्याइन। अनि अब अहिले दिनभर रेकर्ड गरेको भिडियो चाहिँ एडिट गर्न लागेको। अनि बर्थडेको दिन कतै चिसो ठाउँमा घुम्न जाऊँ भनेर सोचिरहेको थिएँ। अनि हामी गयौँ भेडेटार। दिनभरि जाम नजाम केही गर्दिनँ, पैसा छैन केही गर्दिनँ भनेर सोचेर घरबाट 3 बजे निक्लेको हामी। रेडी भए, पुरा एकदम राम्रो लुगा लाएँ। अनि गएँ माथि चढेँ, धरानबाट माथि चढिसकेपछि बिचको चाहिँ क्लिप लिएको छुइनँ गाइजहरू। यस्तो अब चिसो स्टार्ट हुन थाल्यो। अनि त्यहाँको चिसो मौसमको चाहिँ म यस्तो फ्यान भएँ लिटरली। यस्तो कुहिरो, यस्तो फग थियो। म त एकदम फ्यान। अनि भिस्टा पुग्यौँ हामी, लग्जरी भिस्टा। अनि अब त्यहाँको भ्यूहरू यसो हेर्न लिन थालेँ। एक दिन गएको बेला चाहिँ पानी पर्दै थियो, त्यो दिन चाहिँ केही लिन पाइनँ, क्लिप पनि लिन पाएको थिइनँ। अनि ठ्याक्क गएँ। अनि मलाई त्यहाँको रोटेपिङ चढ्ने मन थियो। अनि बाबुले सोध्दै थियो, पापामा यो सेन्सर डोर हाम्रो पापाले नै इन्स्टल गर्नुभएको छ होइन भनेर बाबुले सोधिरहेको थियो। अनि मैले यस भने। अनि मेरो छोरोले एक्सपेरिमेन्ट गरिरहेको थियो। अब जे भए पनि बिजनेसम्यानको छोरो एक्सपेरिमेन्ट त गरिहाल्छ, गुण त आइहाल्छ नि केही न केही। अनि हामी सिँढीमाथि चढ्न थाल्यौँ, चढ्यौँ। अब पिङ चढ्न जान थाल्यौँ, चढ्यौँ। अनि त्यसपछि गएँ। अनि यसमा मलाई उड्ने मन थियो, बन्जी जस्तै। हुन त्यता ठुलो बन्जी छैन। अनि हामी बुढाबुढी नै चढ्यौँ। चढिसकेपछि अझै माथि तान्नु, धेरै माथि तानेर चाहिँ छोड्नु भनेर भनिरहेको थिएँ म। अनि माथि लानुभयो। त्यहाँको भाइहरूले हाम्रै पालो सुरुमा दिनुभयो। म त फ्रीमा झुला झुलेर आएँ सबै, बिकज सबै त्यहाँको चिनेकै हो। अनि भिड त भिडै थियो, तर सुरुमा हाम्रै पालो आयो। अनि हामी बुढाबुढी चढ्यौँ। अनि डर पनि लागिरहेको थियो कता मनमा। अनि माथि तान्दै अझै तान। ऊ त्यहाँ पोलको माथि पुगिसक्यौँ हामी। अब त सातो उड्ला भनेर सोचिरहेको थिएँ। अब 1 2 3 गर्दैछ, अब छोड्छ। हेर्नु है गाइजहरू, छोडेपछि त डर त लागेन। म चिलमै थिएँ, बट झसङ्ग भयो क्या। एकछिन चाहिँ झसङ्गै भएँ। तर रमाइलो भयो। सुरुमा त बुढोको हात समाइरहेको थिएँ। अनि त्यसपछि छोडेँ। सो मौसमको मजा लिनु पर्यो, झुलाको मजा लिनु पर्यो भनेर पुरा झुले। रमाइलो भयो। अनि त्यहाँको मौसम हेर्न सक्नुहुन्छ तपाईँहरू। त्यहाँको कुहिरो कस्तो राम्रो। जतिसुकै थाकेर गलेर तराईको गर्मी हेरेर माथि जानुभयो भने माथि त फ्यान भइहाल्नुहुन्छ। अनि त्यसपछि फाइनली यो कलरफुल पिङ्कवाला झुलाको पालो आयो। म यसमा पनि चढ्न छोडिनँ। चढेँ। बुढोलाई भिडियो बनाइदिनु भनेको, बुढोको फोन आएको आइथियो, कामको फोन। बुढोले भिडियो नै बनाएन, सानो क्लिपलाई जोडेर बल्ल तल यतिको हालेँ म। त्यो लुगा लाउन पनि कति धेरै मेहनत, ओ माई गड। अनि त्यसपछि 1-2वटा भिडियो बनाइसकेपछि अब तल मटका चिया खान जाऊँ भनेको। अनि गयौँ हामी। गइसकेपछि अनि हामी पहिला आएको थियौँ नि त साथी। अनि यहाँ कपमा नाम लेखेर राख्न मिल्दो रहेछ। अनि यसो भित्र छिरेको, म त्यो कप खोज्छु भनेर म त्यो कपहरू चाहिँ हेर्न थालेँ। हेमा, एड्रिमा, प्रीति, सासे, हामीहरू 4 जना नाम लेखेर राखेको थियौँ। हामीले नाम लेखेको कप कहीँ पनि भेटेन। ल, म चाहिँ खोजेछु। यिनीहरू बाउ छोरा बसिरहेको थियो। अनि चियाको अर्डर दिएकै थिएन। अनि बहिनीलाई बोलाएँ 3टा चिया गरिदेऊ भनेर। बट लिटरली यो ठाउँको चिया चाहिँ लास्टै मिठो छ। अनि र पनि म खोजि नै रहेछु। खोजे गरे। कहिले पुरानो मटकाहरू हेरेँ, हाम्रो मटका चाहिँ कहीँ पनि देखिनँ, भेटेन। सायद फालिदिँदो रहेछ तिनीहरूले, आई डोन्ट नो के गर्छ थाहा छैन। बट मैले भेटिनँ। नभेटिसकेपछि अब लास्टमा अब के गर्नु त नि, विकल्प। र पनि खोज्न चाहिँ छोडिनँ है मैले। मुन्नीसम्म खोजेछु म, बट पत्ता लागेन। मलाई फिल भइरहेछ तिनीहरू फालिदिँदो रहेछ। अनि त्यसपछि
चियाको अर्डर दियौँ हामीले। चियाको अर्डर दिइसकेपछि अनि बसिसकेपछि अब फेरि त्यो ठाउँमा कति धेरै मान्छे आएको, आमा भिड पनि उस्तै। अनि एउटा कुरा नोटिस गरेँ मैले, इन्डियाको मान्छे धेरै आउँदो रहेछ। अनि हाम्रो चिया फाइनली आइसकेको थियो। अनि म आफैलाई बर्थडे विस गर्दै चिया खाँदै थिएँ छोरोसँग बुढोसँग चियर्स गरेर। हामीले चिया खान थाल्यौँ। मौसम पनि उस्तै बिग्रिरहेको थियो। अब पानी पर्ला तब पानी पर्ला जस्तो भइरहेको थियो। अनि मेरो बाबु कति कालो देखेको, हुन त म पनि काली नै देखिरहेको छु। आई डोन्ट नो, हाम्रोतिरको गर्मीले होला यति धेरै काली देखेको। अब के गर्नु, त्यस्तै त हो नि गाइज। अनि त्यसपछि तल झऱ्यौँ। तल झर्ने कुरा चाहिँ भइरहेको थियो। अनि त्यहाँ चाहिँ क्यान्डल चाहिँ दामी पाउँछ। अनि क्यान्डल हेर्न गयौँ। क्यान्डल हेर्न गएको अनि यो डब्बावाला क्यान्डल पहिला पनि मलाई मन परेको थियो, तर त्यतिखेर ल्याएको थिइनँ। अनि हामी धरान झऱ्यौँ। अनि इन्स्टेन्टमा गएको, बाबु जान्छु अस्तिदेखि नै भन्दै थियो। लग्यौँ बाबुलाई। लगिसकेपछि उसले चाहिँ के लिने, उसलाई जोलो चिप्स लिने मन थियो। बट मैले भने होस् पर्दैन जोलो चिप्स, लाते लिम, कफी अमेरिकानो फ्लेभर। अनि बाबुले ओरियो बिस्कुट लियो। अनि अब यसो हेर्दै थिएँ ओर्दै थिएँ। म चाहिँ भिडियो बनाउँदै थिएँ। बाबुलाई फोटो खिच्छस् भनेको नि खिच्दिनँ भनौँ। अनि फाइनली घर आयौँ।